के तपाईहरुलाई थाहा छ धूम्रपान नगर्नेलाई पनि फोक्सो यानी कि लङ्स क्यान्सर हुन सक्छ? हो, 15 देखि 20% लङ्स क्यान्सरका बिरामीले कहिल्यै चुरोट खाएकै हुँदैनन्। चुरोट नखादा पनि आखिर किन हुन्छ त लङ्स क्यान्सर? यसको कारणहरू जानौ है त। नम्बर 1, भान्साको धुवाले। उच्च तापमानमा तेल प्रयोग गर्दा फर्मल्डिहाइड र अक्रोलिन निस्किन्छ जसले लङ्स क्यान्सर गराउने खतरा हुन्छ। नम्बर 2, अरूले खाएको चुरोटको धुवाले। यसलाई प्यासिभ स्मोकिङ पनि भनिन्छ। यसले गर्दा पनि लङ्स क्यान्सर हुने खतरा हुन्छ। नम्बर 3, घरभित्रको पल्युसनले गर्दा। नम्बर 4, तपाईको परिवारमा कसैलाई लङ्स क्यान्सर भएको थियो भने पनि तपाईलाई हुने खतरा हुन्छ। अब जानौ यसबाट बच्ने उपाय। भान्सामा चिम्नी अथवा फ्यानको प्रयोग गरौँ। खुल्ला ठाउँमा खाना पकाऊ। प्यासिभ स्मोकिङबाट टाढा बसौ। नियमित स्वास्थ्य परीक्षण गरौँ।